जय मसी शुभ बिहान यहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु जित पुष्प युट्युब च्यानलमा। यहाँहरू सब सुन्दर बिहान चाहिँ म विशेष गरी आज आइतबारको दिन जुन परमेश्वरले दिनुभएको नयाँ आत्मा नयाँ जीवन, यो घरमा चाहिँ म बस्छु। यो छेउको घरमा चाहिँ जय मसी शुभ बिहान यहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा, हाम्रो युट्युब च्यानलमा जित पुष्प युट्युब च्यानलमा यहाँहरू सबैजनालाई स्वागत छ। र आज आइतबारको दिन, विश्रामको दिन, र आज चाहिँ परमेश्वरको जीवित वचनले भन्नुहुन्छ मत्ती 11:28-29-30मा, हे सबै बोझले दाबिएको र थकितहरू हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु भन्नुहुन्छ परमेश्वरको वचनले। त्यसै वचन आधारित आज हामीले परमेश्वरको वचनलाई मनन गर्दै हामी आफ्नो थकान चिन्तन मनन गर्न, परमेश्वरसँग भेटघाट गर्न, परमेश्वरको जीवित वचन अनुसार परमेश्वरको पवित्र भवनमा हामी सेवा सङ्गतिको लागि रेडी भएर बसेका छौँ। अब हामी जान लागेको। आजको दिन तपाईँहरू सबैजनाको आशिषमय रहोस्, परमेश्वरले प्रशस्तै आशिष दिनुभएको होस्। म बसेको फिल्ड अलिकति घरभन्दा बाहिरपट्टिको यो भर्खर बन्दै गरेको पार्कहरू पनि म तपाईँहरूलाई देखाउनेछु। र आजको दिन चाहिँ तपाईँ हाम्रो सबैको आशिषमय रहोस्, परमेश्वर सबैसँग उहाँहरू बोल्नु भएको होस् भनी प्रार्थना गर्दै यो भिडियो यहीँ राख्न चाहन्छु र धन्यवाद सहित आशीर्वाद गर्छौँ पिता पुत्र पवित्र आत्मा येशू प्रभुको नाम, आमेन। ल है यो भ्यू, यो सुन्दर त भ्यू, आँप झरेछ, आँप त बाँचिएछ यहाँको आँप। जय मसी शुभ बिहान यहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु जित पुष्प युट्युब च्यानलमा, यहाँहरू सबैजनालाई। र आजको यो सुन्दर बिहान चाहिँ तपाईँहरूलाई म देखाउन गइरहेको छु। यो मैले बसेको घर अगाडिपट्टिको पार्क हो र यो पार्क भर्खरै बन्न सुरु गरेको हो, 1 हप्ता जति भयो। र यस्तो दामी बनाएछ यहाँनिर। वाह! मत्ती 11:28मा यसरी उल्लेख गरिएको छ, हे सबै थाकेका र बोझले दाबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। 23मा, मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु। हो, बनाउन सिद्धाएको छैन। र यो सुन्दर बिहान चाहिँ म विशेष गरी आज आइतबारको दिन, is to be honest, the beautiful Sunday I am to be here and है बिलक 3:23मा यसरी उल्लेख गरिएको छ। परमेश्वरको जीवित वचनले भन्दछ हरेक बिहान परमेश्वरको कृपा चाहिँ नयाँ हुँदछ, हरेक बिहान परमेश्वरको कृपा नयाँ हुँदछ। आज तपाईँ हाम्रो लागि नयाँ दिन हो, यो नयाँ जीवन, नयाँ आत्मा, नयाँ दिन सुरुवात भएको दिन हो। यो पार्क पुरा सकिएको छैन, त्यही पनि यस्तो सुन्दर छ है। यहाँ चाहिँ प्रायः जसो कुकुरहरू चराउँछ क्या यहाँ, त्यही भएर त्यति फुटबल पनि खेल्दैनन् मान्छेहरू। यो बन्दैछ, बन्न सकेको छैन बन्दा। यति नै रहेछ, यो बनिसकेको छैन। यो यस्तोबाट चाहिँ घुम्न सक्यो, बन्न सकिरहेको छैन। र यो चाहिँ स्कुल हो, यो अगाडिपट्टिको स्कुल हो, हाई स्कुल हो। यहाँको लोकलहरूको चाहिँ बच्चाहरू यहाँ स्कुल पढ्ने गर्नुहुन्छ। अनि यो बस्ती, यो एरियामा चाहिँ हामी बस्छौँ। यो एरियामा चाहिँ आज मजाको घाम लागेको छ। मजाको घाम लागेको छ। र विशेष गरी यो समय चाहिँ जुन परमेश्वरले दिनुभएको नयाँ आत्मा नयाँ जीवन अनि सुन्दर बिहान, यो चराहरूको आवाज, अनि त्यसै गरी यो सुन्दर बस्ती, यो तपाईँको देख्न सक्नुहुन्छ। यो चाहिँ निमको रुख हो
यो निमको रुख यसले चाहिँ एकदमै राम्रो शीतल छारी दिँदछ। यो निमको रुख यसको दबाई औषधि पनि हुन्छ र यो सास फेर्न पाउँदाखेरि तपाईँहरू समक्ष यो भिडियो बनाउन पाउँदाखेरि बोल्न पाउँदाखेरि यसरी हिँड्न पाउँदाखेरि म परमेश्वरको कृपाद्वारा एकदमै कृतज्ञ छु। म परमेश्वरलाई धन्यवाद दिन्छु किनकि परमेश्वरको कृपा परमेश्वरको अनुग्रह बिना हामीले एकचोटि सास फेर्न पनि सम्भव हुने छैन। त्यसै कारणले गर्दाखेरि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ। परमेश्वरको अनुग्रह परमेश्वरको कृपा हाम्रो जीवनमा सधैँ रहिरहनेछ। आजको यो बिलक 3 को 23 अनुसार हाम्रो निम्ति सिर्जिएको सुन्दर बिहानको तपाईँहरू सबैजनालाई धेरै धेरै माया अनि स्वागत गर्न चाहन्छु। जित पुष्प युट्युब च्यानललाई तपाईँहरू सबैजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, मनमा लागेको कुराहरू तपाईँहरूले कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। र यो शीतलको रुख हो, यो चाहिँ सिम्बल तरुङ हो। यो सिम्बल तरुङ रोपिएको छ, रोप्नु भएको छ यहाँको अङ्कलले बस्ती। उयो चाहिँ हाम्रो घर, म बस्ने घर। यो चाहिँ म बस्ने घर चाहिँ यो हो। यो एउटा आँपको रुख थियो, यो बुढो भइसक्यो, भाँचिएछ। एउटा हाँगो भाँचिएछ, एउटा आँपको हाँगो भाँचिएछ। यो घरमा चाहिँ म बस्छु, यो छेउको घरमा चाहिँ। अनि अर्को कुरा, साँच्चीकै यो मलाई के भन्न मन लाग्यो भने आज आइतबारको दिन विशेष गरी परमेश्वरले सिर्जना भएको हप्ताको अन्तिम दिन यानि कि विश्राम दिन। आज हाम्रो सेवा सङ्गति पनि हुँदछ यहाँ मण्डलीमा। अब म चाहिँ यो भिडियो सुट गरिसकेपछि सेवा सङ्गतिमा पनि जानेछु। म चाहिँ आजको सेवा सङ्गति तपाईँहरू सबैजनाको आशिषमै रहोस्, परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस् भन्न चाहन्छु। यहाँ हेर्नु न, एउटा आँप भाँचिएछ। फुल त फुलेको रहेछ, त्यही पनि भाँचेछ। आँप यो बुढो भइसकेको छ, यो आँप सबै अब भाँचेछ। त्यो यसले गर्दाखेरि यहाँ एउटा म्याउ पनि भाँचिदिएछ। यो चराको आवाज अनि यो सुन्दर बिहान आनन्द लाग्छ। एकदमै मनलाई शान्त पारिदिन्छ। यो वातावरणले मनलाई शान्त पारिदिन्छ। प्रियहरू, परमेश्वरको सृष्टि अचम्मै छ। हाम्रो जीवन चाहिँ हामी चाहिँ एउटा पाहुना। ल अब हामी चाहिँ चर्चमा आइसक्यौँ। अब सेवा सङ्गति सुरु हुन्छ। भिडियो अन्तिमसम्म हेर्नु होला। the all-powerful Word. And we thank you. We thank you. We love you, Lord. We love you, Lord. Truly, Lord, you never withhold anything from us. For your Son, you have given to us as a sacrifice, even to suffer and substitute
substitute for us. We thank you. And even now, Father, we want to respond by saying we love you. We want to respond by knowing you, taking time for your word, taking time for your presence, taking time to relate with you. And Father, I pray that you open every spiritual eye and every spiritual ear to hear from you. Open their ears, open their eyes to see all the possibilities that you have for us, because you gave us abundant life on earth. And we thank you for it. We give you praise. We give you thanks. We give you all the glory for the God that gives us, that is more than enough for all of us. We thank you, Father, in Jesus' name.